हेलो नमस्ते एभ्रिवान। हामी कता आएको रे? दयाहाङ राई। अब चाहिँ हामी ढोरबाराही मन्दिरको उकालोतिर लाग्दैछ पनि कतिखेर पुग्यो थाहा भएन। आइपुग्यो। जुत्ता चप्पलहरू राख्नको लागि यस्तो राम्रो व्यवस्था गरिदिनु भएकोमा ढोरबाराही संरक्षण समिति सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार तथा धन्यवाद हजुरहरूलाई। हामी दुईजना श्रीमान श्रीमती चाहिँ आज ढोरबाराही माताजीको दर्शनको लागि मन्दिर आएको। हाँस्नु न के हो राही मन्दिर पनि दर्शन गरिसक्यो। हामी चाहिँ अब स्टेसनमा आइसक्यौँ तल। ल अब चाहिँ हामी यहाँबाट निस्कियो। आमा बाटो यस्तो राम्रो बनेछ नि, बाटो देखेर म फिदा भएको हो के। दामी बाटो बनाएको छ अरे एकदमै स्मुथ तरिकाले। हामी चाहिँ दमौली बजार आइपुग्यौँ। अब कता बाटो हो जाने तपाईँलाई थाहा छ होला नि। अब चाहिँ हामी टक्क लगाएर दुईजना श्रीमान श्रीमती होइन यहाँ छापदीबाराही मन्दिरको दर्शन गर्नको लागि आएका छौँ है। हजुरहरूले सानो कुरा जानकारी के गराउन चाहन्छु भने यो छापदीबाराही मन्दिर यदि हजुरहरू पूजा गर्न आउँदै हुनुहुन्छ त्यो दिनमा एकादशी परेको छ भने चाहिँ प्लिज है आउने कष्ट चाहिँ नगरिदिनु होला होइन। हामी झन् एकादशीको दिनमा राम्रो हुन्छ भनेर पूजा गर्न गएको छापदीबाराही मन्दिर, तर छापदीबाराही मन्दिर चाहिँ एकादशीको दिनमा बन्द हुँदो रहेछ। अनि बाहिरबाटै पूजा गरेर हामी फर्किएको। पापा घुम गया ल गर्नु गर्नु गर्नु। बिस्तारै हिँड्नु है, बिस्तारै। स्लोली स्लोली। हो यसरी लडेँ म भनेर। खतरनाक ह्यान्डसम हुनुहुन्छ मेरो हिरो। त्यही भएर के अरूलाई चाहिँ पटक्कै एकदम 100% इग्नोर हो के होइन। हामी खाजा खान्छौँ। खाजा चाहिँ कहाँ खान्छौँ भनेपछि म छापदीबाराही मन्दिर आउँदाखेरि जहिले खान्छु नि त्यही ठाउँमा खान्छु। त्यहाँको दिदीले यस्तो मिठो खानेकुरा बनाउनुहुन्छ नि होइन, बस्ने स्पेस पनि खतरा राम्रो छ आनन्द। त्यही दिदीकोमा जाने हो, म त्यही दिदी घर जान्छु। प्लानिङ हुन्छ त्यहाँ फेरि हाम्रो कहाँ जाने भन्ने कुरा। अनि त्यसपछि होला भुकु सैनिक होटल रेस्टुरेन्टमा मेरो खाने ठाउँ जहिले यही हो, म जहिले यही आउँछ। मामाजी नमस्कार। हामी फेरि आयो। खोइ यहाँको दिदी अलिक खानु भन्दा दही दुईवटा ल्याइदिनु भयो। एउटा मात्रै आइसक्यौँ डुम्रे बजार। सोसल मिडियामा एकदमै भाइरल ठाउँ होइन, ऐना पहरामा चाहिँ आइसकेका छौँ। अबदेखि हामी चाहिँ यहाँबाट ऐना पहराभित्र छिर्दैछौँ है त। टिकट कति लाग्छ अरे? 50 रुपियाँ जस्तो लाग्यो त। हेरौँ त्यहाँ गएर कति लिन्छ होइन। अहिले चाहिँ हामी टिकट काउन्टरबाट टिकट काटेर आइसक्यौँ। एकजनाको 50 रुपियाँ लिँदो रहेछ होइन। हामी दुईजनाको 100 रुपियाँ। भित्र छिर्ने बित्तिकै हजुरले देख्न सक्नुहुन्छ जलपरी। अनि त्यसपछि अब हामी यहाँबाट चाहिँ उकालो लाग्दैछौँ। टन्न घाम लागिरहेको। हेलो पाउनु त्यहीँ बस्नु यता ल। सुन्ने खतरा छ। ल यहाँ बसेर फोटो खिच्नुपर्छ टक्क लाएर। ल आउनुहोस् त जान।
क्यार्ने फेरि टिकटक भिडियो त बनाउनै पर्यो बल्ल बल्ल गएको होइन टक्क लाएर श्रीमान श्रीमतीको अझ शनिबार भएर नि होला होइन यस्तो दामी भिड के राम 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 के भन्नु छ र कस्तो भिडियो बनाउँछु भनेर गएको थिएँ त्यो पब्लिकले गर्दाखेरि बनाउनै पाइएन यार हेलो जान थाक्नुभयो तल नेपालको तल पनि फोटो खिच्ने ठाउँ छ सिडीबाट माथि चढ्दै गइसकेपछि सुरुमा देख्न सक्नुहुन्छ आमा छोराको यो तस्बिर होइन अनि त्यसपछि पर चाहिँ हात्तीको टाउको खतरा कुँदेर बनाइएको छ अनि यो साइडबाट बगिरहेको सानो झरना होइन त्यसको पारेपट्टि चाहिँ एकदम ठुलो झरना छ मेन झरना चाहिँ त्यसको साइडबाट बगिरहेको छ ठुलो झरना अहिले हामी त्यहाँ जाने कोसिस गर्दैछौँ हेरौँ के हुन्छ एकदमै टन्न खेलाउने कुराहरू छ पहरामा चाहिँ ऐना जस्तै छर्लङ्ग देखिने चित्र बनाइएको कारणले चाहिँ यसलाई ऐना पहरा भनेको होला जस्तो लागिरहेको जान यता ल हेर्नुहोस् अब ऐना पहराको मेन झरना कस्तो डरलाग्दो मान्छेको भिड हेर्नु न माथि माथि गएर राम 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 यस्तो खतरा ठाउँमा छ क्या यो तल हामी चाहिँ माथि जान चाहिँ साह्रै भिड भयो अनि त्यसपछि गइएन अलिकति जोखिमपूर्ण ठाउँ पनि रहेछ त्यही भएर हामी चाहिँ तलैबाट यसो झरनासँग खेलियो होइन हेर्नुहोस् त आमामा मनै शरीर हुने झरना छ के पत्थरै पत्थर छ पुरा म पनि खेलेँ फेरि अहिले चाहिँ म ऐना पहराको यो झरनासँग खेलिरहेको छु हजुरहरू पनि आउनु होला हजुरहरू चाहिँ यो ठाउँमा जानु होला रमाइलो गर्नलाई घुम्नु होला तर अलिकति जोखिमपूर्ण ठाउँ छ यो ठाउँ चाहिँ जुन मैले ठाउँ देखाइरहेको छु नि त्यो ठाउँ चाहिँ एकदमै जोखिमपूर्ण छ होइन यो हजुरहरू चाहिँ म यो ठाउँमा गएर यसरी भिडियो बनाएर म भाइरल हुन्छु भन्ने सोच राखेर यदि भिडियो बनाउन चाहनुहुन्छ भने अलिकति होइन धेरै नै सजगता अपनाउनु पर्ने जरुरी छ होइन किनकि यो चाहिँ पुरै पत्थरै पत्थर छ यहाँ चाहिँ ढुङ्गा छ माथिबाट खस्दाखेरि चाहिँ अलिकति होइन स्वास्थ्यलाई चाहिँ हानि पुर्याउन सक्छ घटनाहरू घट्न सक्छन् त्यही भएर मैले चाहिँ यो सानो जानकारी हजुरहरूलाई पस्कन चाहेँ होइन सो हजुरहरू सबैजना केयरफुल हुनु होला यो ठाउँमा जाँदाखेरि भिडियो बनाउँदाखेरि होइन सो हामी चाहिँ तल झरियो आउनुहोस् बी केयरफुल जान slowly baby आउनुहोस् मेरो जान बी केयरफुल slowly बच गई पहरामा घुमाएर ऐना पहराको पानीले मुख धोएन भने त होइन के घुमाइ भएर होइन हो नि त आएको बेलामा यसो ऐना पहराको पानीले पनि मुख धुलाउँ भनेर होइन अनि उहाँ दिदीहरू चाहिँ पोखरामै बस्नु हुँदो रहेछ मैले फेरि जोलाई पनि बोलाइदिन्छु कि माले पनि बस्नु हुँदो रहेछ भेट भयो रमाइलो लाग्यो कुनै पनि ठाउँमा नयाँ ठाउँमा जाँदाखेरि त्यहाँको पानीहरू चलाउन पर्दाखेरि चाहिँ हजुरहरूले चाहिँ अलिकति त्यहाँको नेचुरल कुराहरूलाई चाहिँ हुन्छ नि अब म्याजिकल कुराहरूले चाहिँ सम्झेर पानी चढाएर मात्रै बल्ल त्यहाँको पानी चाहिँ युज गर्नु होला शीतल फिलिङ शीतल माया यहाँ चाहिँ पिङ पनि राखिएको छ मजासँग झुला झुल्न सक्नुहुन्छ अनि यो गेम पनि छ डाइस गेम होइन यो पनि खेल्न सक्नुहुन्छ अनि त्यसपछि यतापट्टि चाहिँ यो के हो यो तीर लगाउने क्या निशाना ट्याक एक्ज्याक्टली मलाई थाहा भएन त्यो चाहिँ छ अनि यसको ठ्याक्क पहरामा चाहिँ यो पहराकोलाई चाहिँ कुँदिएर बनाइएको आमा छोराको चित्र अनि साइडमा देख्न सक्नुहुन्छ एन्जलको चित्र होइन अनि त्यसपछि उतापट्टि देख्न सक्नुहुन्छ हात्तीको टाउको होइन अनि त्यसपछि अनि ठुलो मेन झरना यो चारवटा कुरा चाहिँ यहाँको मेन एट्र्याक्सनहरू हुन् होइन एकदम रमाइलो छ मजा छ यो चाहिँ दामी छ क्या यो चाहिँ दामी छ ल बाहुबली कुनै एकदम साउथ इन्डियन मुभीहरू हुन्छ नि त्यसको सुटिङ गर्ने ठाउँ जस्तै छ क्या यो चाहिँ दामी छ कि यो चाहिँ खाइ खतरा बनाएको छ ऐना पहरा अझै निर्माण कार्य हुँदैछ यहाँ चाहिँ आमा
हेलो हेलो मायालु हेलो शीतल भयो कि गर्मी भयो थाक्यो गर्मी भयो नेपालको झन्डाहरू फहराइरहेका छन् हैन फोटो भिडियोको लागि राम्रो छ अनि यही पहरामा हो कि हैन एकदमै राम्रोसँग मूर्तिहरू चित्रण गरिएको छ एकदमै राम्रो ठाउँ छ ऐना पहरा ल हामीले चाहिँ आज ऐना पहराको मजा पनि लियो हैन एकदमै आनन्द लाग्यो गर्मीमा चिसो चिसो पानीसँग खेलियो हैन 50 रुपियाँ टिकट हामी दुईजनाको 100 रुपियाँ एकदमै मस्त ठाउँ रहेछ हजुरहरू पनि आइदिनु होला अनि रेस्टुरेन्ट पनि टन्नै छन् हैन बाहिर बसेर खानुहुन्छ कि भित्रै ऐना पहराकै भित्र पनि रेस्टुरेन्टहरू राखिएको छ अनि आइसक्रिम अरू अरू जङ्क फुडहरू पनि छन् हैन माडा साडा यताउता सबै पाइन्छ मेन हाइवेकै छेउमा काठमाडौँ जाँदा आउँदा पोखरा जाँदा आउँदा एकदमै रेस्ट गर्ने ठाउँको लागि चाहिँ एकदमै पर्फेक्ट प्लेस रहेछ एकदमै मस्त लाग्यो एकदमै तर घाम चाहिँ टन्न घाम लागेर आमा लास्टै गर्मी चाहिँ भयो है हामीलाई चाहिँ अनि हजुरहरू पनि आउनु होला ल भन्नुहोस् न ऐना पहरा कस्तो लाग्यो अघिको रिपिट अरे टिकटक भिडियो युट्युबतिर फेसबुकतिर चाहिँ खुब यो भिडियोको चर्चा परिचर्चा चलिरहेको थियो अनि खुब भिडियोहरूमा हेरेको थियौँ अनि एक दिन आउने भन्ने एउटा प्लान थियो आज जुड्यो आज आएर चाहिँ हेरियो प्रत्यक्ष रूपमा चाहिँ अवलोकन गरियो मजा आयो रमाइलो लाग्यो यो हो मानवकोटको डाँडा हामी चाहिँ बेसरी थाकेर यहाँ बिसाइ मारेको अवस्था चाहिँ म घर आइपुगेँ साथी आफ्नो जीवन साथीसँग घुम्न जाँदाखेरि चाहिँ अब रमाइलो नलाग्ने भन्ने त अब कुरै छैन हैन त्यो त अभियसली लागिहाल्छ जसलाई पनि सो एकदमै रमाइलो ऐना पहरा चाहिँ एकदमै दामी ठाउँ रहेछ हैन हजुरहरू काठमाडौँ जाँदा काठमाडौँ आउँदा अथवा पोखरा आउँदा पोखराबाट काठमाडौँ जाँदा ठ्याक्कै बाटोमै पर्छ हजुरहरू पनि एकचोटि भिजिट गर्नु होला एकदमै मस्त ठाउँ छ हैन हामीलाई पनि मस्त रमाइलो लाग्यो सो थ्याङ्क यू सो मच फर वाचिङ आवर भिडियो धन्यवाद हरे कृष्ण